क्रिकेटको सबैभन्दा लोकप्रिय लिग आइपिएल अर्थात् इन्डियन प्रिमियर लिगको अहिले 18औं सिजन चलिरहेको छ। शनिबारबाट सुरु भएको आइपिएलको यो सिजनमा खेलाडीहरू भने मालामाल हुने भएका छन्, किनभने आइपिएलले आफ्ना खेलाडीहरूलाई पैसाको वर्षा गर्न थालेको हो। यो सिजनबाट खेलाडीहरूले तलब मात्र नभएर प्रत्येक खेल खेले बापत म्याच शुल्क पनि आइपिएलबाट प्राप्त गर्नेछन्। आइपिएलको 17औं वर्ष लामो इतिहासमा इन्डियन क्रिकेट काउन्सिलले यो पटकबाट भने यस्तो व्यवस्था लागू गरिरहेको छ। यो परिवर्तनबाट खेलाडीहरूले पारिश्रमिक अनुबन्धन रकम मात्र पाउने छैनन् कि प्रत्येक खेलको लागि मैदान छिर्ने बित्तिकै खेलाडीहरूको खल्ती अझ भरिँदै जानेछ। बीसीसीआईले विदेशी खेलाडीहरूलाई पनि यो नियम लागू गरिदिँदा विदेशी खेलाडीहरूको अनुहारमा पनि खुसी देखिएको छ। यो पटकको आइपिएलमा 10 टोली मध्ये 9 टोलीको कप्तान भारतीय खेलाडी रहेका छन् भने एक मात्र टोली हैदराबादको कप्तान विदेशी रहेका छन्। अस्ट्रेलियाका प्याट कमिन्सले हैदराबादको टोलीलाई डोर्याउनेछन् भने बाँकी टोलीका कप्तान भारतीय नै रहनेछन्। आइपिएलका 10 टोलीका कप्तानहरूको औसत उमेर 30 वर्ष रहेको छ। गुजरात टाइटन्सका कप्तान शुभमन गिल मात्र 25 वर्षका रहेका छन् र उनी यो पटकको आइपिएलको 10 टोलीकै कप्तान मध्ये सबैभन्दा कान्छा कप्तान रहेका छन् भने कोलकाता नाइट राइडर्सका कप्तान अजिङ्क्य रहाणे सबैभन्दा जेठा कप्तान रहेका छन्। उनी अहिले 36 वर्षका रहेका छन्। बायाँ हाते स्पिन बलिङ अलराउन्डर पटेल सन् 2019 देखि दिल्लीसँग आबद्ध छन्। टोलीले उनलाई 16.50 करोडमा रिटेन गरेको थियो। ऋषभ पन्त भने आइपिएल लिग इतिहासकै सबैभन्दा महँगा कप्तान हुन्। उनी सन् 2021 देखि 2024 सम्म दिल्ली क्यापिटल्सका कप्तान थिए। पन्तको कप्तानीमा दिल्लीले 43 खेल मध्ये 23 खेल जितेको थियो। 30 वर्षका श्रेयस अय्यर पन्जाब किङ्सका 17औं कप्तान हुन्। गत वर्ष केकेआरलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रेयसलाई पन्जाबले 26.75 करोड रुपियाँमा किनेको थियो। यो पटकको आइपिएलमा तपाईहरुले कुन टोलीको समर्थन गर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला र यो भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला भन्ने अपेक्षा सहित बिदा हुन्छु। हवस् त, नमस्ते।